नमस्कार। मैले बयरको अचार बनाउँदैछु। पहिला मैले तोरी भुटेँ, तोरी भुटेर बयरको अचार बनाउन तोरी भुटेँ। अनि मैले जिरा भुटेँ, यो जिरा हो, जिरा भुटेँ। धनिया भुटेर पिस्छु। अनि शुद्ध तोरीको तेल तयार गर्दैछु। शुद्ध तोरीको तेल राखेँ। शुद्ध तोरीको तेल हो। तेल तातिसक्यो। अब म 5 फुरन, यो 5 फुरन हो, 5 फुरन फुराउँछु। 5 फुरन फुराएँ। अनि यो सोप हो, सोपलाई पनि फुराइदिएँ। अनि 5 फुरन र सोपलाई मजाले चलाएर भुट्छु एकछिन। 5 फुरन र सोप भुटेको है। ग्यास अलि सानो हो, त्यही भएर टाइम लाग्छ। अनि मसला फेरि पाकेन भने हुँदैन, बिग्रन्छ। त्यही अलिक पकाउनु पर्यो। मैले यो भुटेको तोरीको छोप राखेँ। अनि यो जिरा धनियाको धुलो राखेँ। अनि चलाउनु पर्यो कति स्वाद हल्दी राखेँ, हल्दीको धुलो हो। त्यसपछि मैले स्वाद अनुसार नुन राखेँ। त्यसपछि कश्मिरी, यो रोक्न, काश्मिरी रातो बनाउनको लागि हल्का मसला पनि थोरै है, थोरै कस्तो हुने रहेछ। अहिलेसम्म राखेको थिएन, पहिलोपटक हो राखेको। बगेर भयो, बगेर राख्ने चलाउनु मजासँग। यो डल्ले खुर्सानीको धुलो है, यो डल्ले खुर्सानीको धुलो हो। यस्तो भयो अचार।
भेल यो गुड सेतो गुड राख्ने सेतो गुड हो राखेर यसलाई मजाले चलाउने यसरी पाकिरहन्छ। अब कस्तो भयो के भयो फाइनली अहिले देखाउने छु। जानी नजानी गरेका गल्तीहरूलाई क्षमा दिनु होला। कस्तो भयो मैले जानेको यस्तै गरेर बनाउँछु। मान्छे अनुसार फरक फरक बनाउने सिस्टम हुन्छ। कसैलाई चाहिएमा सम्पर्क गर्नु होला। फाइनली अचार बगेरको अचार तयार भयो। यस्तो भयो। फाइनली पाकेर तयार भयो बगेरको अचार। यस्तो जेलीमा हुन्छ मिठो हुन्छ। यस्तो जेली टाइपमा हुन्छ कि कस्तो भयो प्रतिक्रिया दिनु होला। मैले जानेको यस्तो बनाएँ। यस्तो जेलीमा भएको छ एकदम मिठो हुन्छ। यस्तो नजिकबाट देखाउँदा एकदम मिठो छ कि देख्दै खान मन लाग्दो छ। फाइनली अचार तयार भयो। मैले जाने अनुसार यस्तै बनाएँ। हजुरहरूले कस्तो बनाउनुहुन्छ थाहा भएन। बनाउन धेरै गाह्रो छ। टिप्न पनि धेरै गाह्रो छ काँडामा। यो अचार बनाउन पनि धेरै गाह्रो छ। चाहिएमा सम्पर्क गर्नु होला। फाइनली अचार तयार भयो। कस्तो लाग्यो हजुरहरूले भन्नु होला है त। यस्तो जेली टाइपमा आयो कि ल कस्तो छ सल्लाह सुझाव दिनु होला। नजानेका कुराहरू कमेन्ट गरेर भन्नु होला। मेरो बगेरको अचार तयार भयो। फाइनली अचार बनिसक्यो।